अहिले चाहिँ भने हामी भुल्के मन्दिरतिरको बाटो जाँदैछौँ। म त्यहाँको मन्दिर पनि हजुरहरूलाई देखाउँछु यस भिडियो मार्फतबाट। अब चाहिँ म तपाईहरुलाई भुल्के सिमसारभित्र रहेको पिकनिक प्लेसको ठाउँहरू देखाउँदैछु। यहाँ भित्र चाहिँ विभिन्न खेल्ने ठाउँ पनि छ, साथसाथै पिकनिक खाने ठाउँ पनि हो। यो मन्दिरको जाने बाटोमा यो तपाईहरुलाई देखाउँदैछु म। अहिले चाहिँ हामी ठ्याक्कै भुल्के मन्दिरभित्र प्रवेश गरिसकेका छौँ। यो चाहिँ अब भुल्के मन्दिरतिर हामी जाँदैछौँ। यहाँ चाहिँ हजुरहरूलाई म के को मन्दिर रहेछ, कस्तो रहेछ भुल्के सिमसार भन्ने कुराहरू चाहिँ म तपाईहरुलाई देखाउँदैछु यो भिडियो मार्फतबाट। यता भनेको यो भनेको चाहिँ शनिको मन्दिर हो। यहाँ चाहिँ बाँदरहरू रहेका छन्। यो चाहिँ हाम्रो अब यहाँ चाहिँ भने हनुमानको मन्दिर रहेको छ। यो बाहिरको सेरोफेरो म देखाउँदैछु हजुरहरूलाई। यो चाहिँ हनुमानको मन्दिर हो। त्यसै गरी यहाँको वातावरणहरू अवलोकन गरिँदै यस भिडियो मार्फतबाट तपाईहरुलाई देखाउँदैछु। यो चाहिँ हाम्रो भित्रको दृश्यहरू हो, जहाँ चाहिँ पूजाहरू भइरहेको छ। त्यसै गरी अब भने यो चाहिँ हाम्रो भुल्के सिमसार हो। यहाँ चाहिँ नाग रहेको छ। नागहरू मूर्ति प्रतिमाहरू देख्न सक्छौँ। यसरी यहाँ पानीहरू चाहिँ यसरी उम्रिरहन्छ। यहाँ चाहिँ एकदम प्राकृतिक रूपमा। यहाँ चाहिँ भने पोखरीको बिचमा रेस्टुरेन्ट बनिँदै रहेछ यो भुल्के सिमसारभित्र। काम चाहिँ धमाधम भइरहेको रहेछ। चाहिँ रेस्टुरेन्ट बनिनेवाला रहेछ। यो खेल्ने ठाउँहरू चाहिँ मैले बाहिरबाट भिडियो गरेको हुनाले गर्दाखेरि चाहिँ यो तपाईहरुलाई स्पष्ट नहुन पनि सक्छ, तर निकै राम्रो खेलहरू खेल्ने छ नानीहरूको लागि चाहिँ। यहाँ चाहिँ राधाकृष्ण मन्दिर रहेको छ।
यो चाहिँ राधा कृष्ण मन्दिर हो। अब भने म तपाईहरुलाई नानीहरुले आएर विभिन्न खेलहरू खेल्ने ठाउँ पनि रहेको छ, यो तपाईहरुलाई म देखाउँदै छु। काउन्टरको व्यवस्था रहेको छ, यो चाहिँ काउन्टर हो। यता चाहिँ भने पार्किङको व्यवस्था रहेको छ, यहाँ चाहिँ पार्किङहरू गर्न सक्छौँ हामी। यसै गरी म तपाईहरुलाई यो श्री बुल्के सिमसार अति संसार एक मोरङको दृश्यहरू देखाउन गइरहेको छु।